भन्नुभयो त 00370 060 03758 मोहन हस्ता। नमस्ते सबैजना दाजुभाइहरूलाई। अनि मेरो नाम प्रतिमा राजवंशी हो। मेरो नानी साइमन हस्ता। अनि मेरो नानी कञ्चनजङ्घा स्कुलमा पढ्छ, 5 क्लासमा। मेरो नानीलाई बिमारी भएको चाहिँ 1 महिना जति भयो, बिमार हुँदै गएको। अनि त्यही जन्डिस भने हामीले सफा गरेर हामी जन्डिसको दबाईहरू आयुर्वेदिक दबाईहरू खुवाउँदै गऱ्यौँ। खुवाउँदै नानीलाई एकदम गाह्रो भयो। गाह्रो भएपछि हामीले भद्रपुर हस्पिटल लग्यौँ। त्यहाँ चलाउँदै गर्दाखेरि तर के भन्छ थ्यालासेमिया बिमारी भन्ने बिमारी लागेको रहेछ। त्यो थ्यालासेमिया बिमारी भनेको रगत उत्पादन गर्नुभन्दा पनि रगत सुकाउने चाहिँ गर्दो रहेछ। सुकाउने भएकोले ब्लड एकदम कम्ती भयो। त्यति बेला हस्पिटलमा एकदम ब्लड कम्ती भएको भएर एडमिट गर्नु पर्यो। अनि त्यो थ्यालासेमिया बिमारीले रगत उत्पादन नगरेर सुकाउँदो रहेछ। अनि ब्लड कन्टिन्यू 15 दिनमा हाल्ने गर्नुपर्छ भन्नुभयो। त्यो ब्लड 15 दिनमा हाल्दा पनि उसलाई जिन्दगीभरि नै ब्लड हालिराख्नु पर्ने भएकोले अनि त्यो ब्लड हाल्दा पनि धेरै समस्याहरू आउँछ पछि गएर डक्टरले भन्नुभयो। अनि जस्तै हड्डीहरू सुन्निने, हड्डीहरू उक्लिने त्यस्तो रोगहरू पनि पछि गएर देखा पर्छ। अहिले चाहिँ केही लक्षणहरू त्यस्तो देखा परेको छैन। अनि पछि गएर देखा पर्छ। अनि पछि अरू रोगहरूले पनि समाउने गर्छ। त्यही भएर त्यो रोगलाई समाधान गर्नको लागि बोन म्यारो ट्रान्सप्लान्ट हो भन्ने गर्नु पर्छ। पैसा छ भने सक्नुहुन्छ भने त्यही गर्नुहोस्। सबै देशका विदेशका दाजुभाइहरूलाई आफन्तहरूलाई भनौँ अलिअलि गरेर भए पनि त्यो पैसा रकमहरू अलिअलि दिएर पनि सहयोग गरिदिनु। आर्थिक अवस्थाले कमजोर छ, जसरी पनि मेरो छोरा एउटै हो बचाइदिनु। अनि हाम्रो स्कुल पञ्चायत स्कुलको टिचर प्रिन्सिपलहरूलाई पनि सहयोग गरिदिनु। अब बिचरा सानो उमेरमा अब बोन म्यारो ट्रान्सप्लान्ट जस्तो एउटा गम्भीर रोग लाग्न गइहाल्यो। अब उहाँको एकदम पारिवारिक स्थिति पनि एकदम कमजोरी भएको कारणले गर्दा हामी साथीभाइहरू सबैजना मिलेर आर्थिक सहयोग अथवा शारीरिक सहयोग कुन तरिकाले सहयोग गर्न सकिन्छ त्यो तरिकाले सहयोग गरौँ। साथै हाम्रो पत्रकार दाजुभाइ तथा हाम्रो साथीहरूले जस्तो तरिकाले सकिन्छ त्यस्तो तरिकाले आर्थिक सहयोग गरेर सहयोग पाइन्छ भनेर जुटाउनका लागि यो एउटा सानो प्रेस मिट हामीले गरेका छौँ। देश तथा विदेशमा हुने सम्पूर्ण साथीभाइहरूलाई यो प्रेस मिटबाट चाहिँ हजुरहरूले सक्नेसम्म सहयोग गरिदिनु हुन यो प्रेस मिटबाट एकदम अनुरोध मैले चाहिँ गरेँ।